Hello and good morning, guys, from Morma. Hey, अनि म अहिले चाहिँ छकालसम्म छुटेको छु। हिजो बिहान चाहिँ 18 मा आइयो, त्यही भएर म अहिले छकालसम्म छुटेको। अनि म फेर पार्टी जानु पर्नु भयो क्या औषध दिनको लागि। अनि ओ यहाँ बल खेल्ने गराउनु कसले गरायो यार? जसले गरायो एकदमै दामी गरायो। त्यो खारेर हैन मजाको बनाइसक्यो यार। सत्त लाएर यो पनि ठिकै छ, तर दामी गराएको छ यार है। सही हो। को हो फेरि बिहान बिहान यस्तो राम ए खजै खैले उठ म बनाइदिन्छु त्यसमा त थेतिरी कन्टे ल ठिक छ नि। जाँड पकाउने आज कन्का। गुड मर्निङ मामा। गुड मर्निङ भन्छ। गुड मर्निङ। के छ, आराम हुनुहुन्छ? ठिक छ हजुर, ठिक छ। अनि बिहान बिहान मर्निङ वाक गएर आउनु भयो? मर्निङ वाक भन्दा पनि आज चाहिँ असोजको 24 गते। 24 गते। अच्छा। आज ढोरपाटनबाट चाहिँ तल झर्ने दिन भएको कारणले पशुहरू लिएर झर्ने। हजुर, गाई भैँसीहरू झर्दैछन्, त्यो भएर यहाँ यो हाम्रो नलको डाँठालाई चाहिँ बार गर्नलाई थोरै काठहरू लिएर आएको थियो भन्छ। ए त्यही भएर त खेतमा गएर आउनुभएको? हजुर, त्यहाँको खेतमा गएर त्यहाँ काठहरू छोडेर आएको। ए आज भनेपछि फुक्यो होइन? हजुर, आज चाहिँ 24 गते, हाम्रो जहिले 25 गते फुकिनको, तर आज बार शुक्रबार परेको कारणले त्यही भएर। सो साथीहरू, मैले तपाईँहरूलाई पहिले पनि जानकारी गराइसकेको छु। हाम्रो चाहिँ ढोरपाटनमा दुईवटा बसाइसारा हुन्छ, एउटा औलो लाग्ने र लेक लाग्ने भन्ने हुन्छ होइन। अनि अब चाहिँ औलो झर्ने चलन छ। अब औलो झर्छन्, बिस्तारै बिस्तारै झरिरहेका पनि छन्। अनि अब बिस्तारै यो खेडहरूमा पुरै पशु चौपाईहरू देख्न सक्नुहुन्छ भोलि पर्सितिर। आज बेलुकीबाट होइन, आज बेलुकी नै फाटमा जान्छन्। अनि मामाले चाहिँ घाँसहरूको लागि बारबेर पनि गरिसकेर आउनु भएको छ। अनि त्यही नै हो, सबैको आज झर्छन् लगभग वार्ड नम्बर 9 मा होइन। वार्ड नम्बर 9 मा चाहिँ आज फुक्यो होइन त, गाउँ फुक्यो। अब आफ्नो आफ्नो समाजमा छुट्टा छुट्टै नियम हुन्छ। अब यहाँको पहिलाको समाजमा चाहिँ अब आजबाट फुक्यो। अनि माथितिर चाहिँ अहिले कार्तिक मङ्सिरतिर हो कि होइन फुक्किने? यो सेला भन्नेमा पनि आज फुकिन्छ। ए अनि यो पारी मम्ला पहिरा गाउँ चाहिँ आज। ल ठिक छ ठिक छ। ल त मामासँग भेटेर खुसी लाग्यो है। धन्यवाद भन्छ।